अकबरे खुर्सानी, जसलाई डल्ले खुर्सानी पनि भनिन्छ, नेपालको पहाडी क्षेत्रहरूमा प्रख्यात एक प्रकारको खुर्सानी हो। यसको पिरोपन, स्वाद र वासनाका कारण यसले विशेष स्थान पाएको छ। सफलतापूर्वक अकबरे खुर्सानी खेती गर्न निम्न बुँदाहरूमा ध्यान दिनुपर्छ। 1. हावापानी र माटो। अकबरे खुर्सानीको लागि 22 देखि 25 डिग्री सेल्सियस दिनको तापक्रम र 15 देखि 20 डिग्री सेल्सियस रातको तापक्रम उपयुक्त मानिन्छ। पानी नजम्ने, राम्रो निकास भएको, मलिलो हल्का दोमट तथा केही चिम्टाइलो माटो उपयुक्त हुन्छ। माटोको प्यामान 6 देखि 7 कोलम बीचमा राख्नुपर्छ। 2. नर्सरी व्यवस्थापन। वर्षमा 2 पटक नर्सरी राख्न सकिन्छ, अगेटे, आश्विन, कार्तिक र पछौटे, माघ, फाल्गुन। स्वास्थ्य बिउ छनौट गरी, माटो, गोबर मल र बालुवा मिसाई 1 मिटर चौडाइ र लम्बाइ आवश्यकता अनुसारको बेड तयार गर्नुपर्छ। बिउ छर्दा 4 इन्चको फरकमा लाइन कोरी, आधा इन्च गहिरो कुलेसो बनाई, 1 इन्च फरकमा बिउ खसाल्नुपर्छ। 3. रोपाई र सिँचाइ। बेर्ना 4 देखि 5 पात भएको अवस्थामा 1 फिटको दूरीमा रोप्नुपर्छ। रोपाई पछि तुरुन्तै सिँचाइ दिनुपर्छ र त्यसपछि 10 देखि 15 दिनको अन्तरमा आवश्यकता अनुसार पानी दिनुपर्छ। पानी जम्न नदिनुहोस्, जसले गर्दा ढुसी रोग लाग्न सक्छ। 4. गोडमेल र काटछाँट। बिरुवा सारेको 10 देखि 15 देखि 20 देखि 25 दिनसम्म माटो खुकुलो पार्ने, झारपात हटाउने र हरेक टिपाइपछि गोडमेल गर्नुपर्छ। रैटुनवाली, बहुवर्षीय लिने हो भने प्रशस्त गोडमेल, काटछाँट गर्ने र पहिलो वर्षको फल टिपेपछि बोटलाई गोडमेल गर्ने र हिउँदमा तुसारोबाट जोगाउन पराल आदिको छाप्रो दिने। 5. रोग नियन्त्रण। अकबरे खुर्सानीमा ढुसी, ब्याक्टेरिया, भाइरसबाट हुने विभिन्न रोगहरू लाग्न सक्छन्। रोगको लक्षण देखा पर्न साथ कपर अक्सिक्लोराइड, ब्लाइटक्स 50 वाट मेन्कोजेब, डाइथेनियम 45 जस्ता विषादी 2 देखि 3 ग्राम प्रति लिटर पानीमा मिसाई 7 देखि 7 दिनको फरकमा 3 पटक छर्कनुपर्छ। 6. उत्पादन र आम्दानी। अकबरे खुर्सानी खेतीबाट प्रति रोपनी 300 देखि 500 किलो उत्पादन गर्न सकिन्छ। स्थानीय बजारमा खुद्रा मूल्य 600 रुपैयाँदेखि 800 रुपैयाँसम्म पुग्न सक्छ, जसबाट 6 महिनाभित्र प्रति रोपनी 90,000 रुपैयाँसम्म नाफा कमाउन सकिन्छ। अकबरे खुर्सानी नेपालमा व्यावसायिक रूपमा उत्पादन गर्न सकिने अति लाभदायक नगदे बाली हो। सस्तो लागत, उच्च बजार मूल्य र विदेशमा माग भएकोले यो खेतीले किसानको आर्थिक स्थिति सुधार गर्न मद्दत पुर्याउँछ। वैज्ञानिक विधिबाट खेती गरेमा आम्दानी अझ वृद्धि हुन्छ। नोट: थप जानकारी र बिरुवा चाहिएमा हामीलाई सम्झिनुहोला। शरद जोशी, बहुप्राकृतिक कृषि उत्पादन केन्द्र, ललितपुर। मोबाइल नम्बर 9,81,39,06,169।